पैसा ल्याइस होला नि, दिउँसोभरि बढाएर हिँड्नु जानेको छिस् न? एउटा के एउटा मागेको दिनु जानेको छिस्? के एउटा दिनु सकेको छैन? बढाएर हिँड्छ दिउँसोभरि। ए कति कराउँछस् बे? मेरो यसो अलिकति भात छ भने खाउँ न हौ। छैन भात छ। तिम्रो भात अघि मैले कुकुरलाई दिए। कमसे कम कुकुरले त घर रुन्छ नि हो। मेरो मैतामा बस्दा कति खुसीले बसेको थिएँ, तैँले ल्याइस मेरो भाग्य बिगार्दिस्। साह्रै मेरो टाउको दुखिरहेछ। दिनभरि काम गर्नु गएको, काम गर्न नसकेर साहुले पनि कामबाट निकाल्यो। अस्तिको सेलरी पनि दिएको छैन। अहिले पनि त्यसो भन्छ नि त म कहाँ जानु र हो? जसरी जाकी म कि त एउटा बुढीको चाहना इच्छा पूरा गर्नु नसक्ने किन बे गर्नु? बुढी म आज साह्रै बिरामी छु हौ, त्यसो नभन्न। बढी गएर औषधि लिएर अब बरु नतिहाल्नु एकछिन ढल्किँदै गर्छ। पढेको छैन यहाँ तल भुइँमा सुत। औषधि ल्याइदिने जस्तो लाग्यो तँलाई? हेर बुढी, जब बुढासँग पैसा हुँदैन नि, त्यो पैसाको समस्या र त्यो पैसाको तनाव भन्दा बढी नि बुढीको व्यवहार र किचकिचले गर्छ। ए अब मैले बोलेको तँलाई किचकिच भयो, म तिम्रो लागि बढी भए। ए म चाहिँ तिम्रो घरमा आएर मेरो हड्डी छाला घटेको छैन, काम गरेको छैन कि यता मात्रै खाएँ? हेर बुढी, जे भए पनि बुढा भए जस्तो हुँदैन। बुढा नहुँदाखेरि छोरी मान्छेलाई समाजले हेर्ने दृष्टिकोण बेग्लै हुन्छ। त हुनु र नहुनु मलाई के पनि मतलब छैन, मरे पनि मलाई मतलब छैन। अझै मर्को हिएर दिनभरि बढालेर हिँड्यो, त्यतिकै चाहिँ के को भात भात मान्छ। त्यसरी बढाले हुन्छ एउटा के एउटा दिनु सक्दैन। कुन दिन नि तँलाई छोडेर जान्छु अनि थाहा पाउँछस्। छोडिराख्छु साँच्ची म। Odulu, udah. Odulu, odulu, udah. Bro, bro, bro.